प्रयासले आयोजना गरेको क्रिसमस सांगीतिक सुसमाचार एवं शुभकामना आदान प्रदान कार्यक्रममा हाम्रो मण्डली परिवारको तर्फबाट हार्दिक 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 स्वागत गर्न चाहन्छौँ। परमेश्वरको वचनको यो सन्देशको समयमा र हामीले सायद तपाईहरुलाई विधि पुर्याएर निमन्त्रणा गर्न सकेनौं होला, तथापि यहाँहरूले यो आवाजलाई सुनिराख्नु भएको छ। कतिजना यहाँ भित्र उपस्थित भइसक्नु भएको छ, साथै अझै यो आवाजलाई सुनिराख्नु भएका यस नगरका प्रियहरूलाई हाम्रो यो प्राङ्गणमा आएर परमेश्वरको आशिष ग्रहण गरिदिनुहोस् भनेर हामी हार्दिक निमन्त्रणा दिन चाहन्छौँ। र यदि तपाईलाई यहाँ आउन असम्भव छ भने पनि जहाँबाट यो आवाजलाई सुनिराख्नु भएको छ, हामी सम्पूर्ण मानव जातिको मुक्तिदाता उद्धारकर्ता हाम्रो महान प्रभु येशू ख्रीष्टको जन्मोत्सव बडादिनको यो पावन अवसरमा यहाँहरूलाई सुख शान्ति एवं आउँदै गरेको वर्ष 2026 सालको हार्दिक हार्दिक शुभकामना दिन चाहन्छौँ। र यहाँको बीचमा आज हामीले गाउँदै बजाउँदै र भजनहरूद्वारा साथै हाम्रो यहाँ अझै पनि हाम्रो प्रस्तुतिहरू थुप्रै छन्। हामीसँग कविताहरू छन्, हामीसँग नाटकहरू छन्, हामीसँग नृत्य लगायत स्पेशल टाइम समेत हामीसँग अझै बाँकी नै छ। हामीसँग अझै पनि केक काट्ने समय आउन बाँकी नै छ। र यहाँको बीचमा हामीले यहाँहरूलाई बाँड्ने हाम्रो मिठाई लगायतका अरू भोजनहरू बाँकी नै छ। यहाँहरूलाई मैले यो अग्रिम जानकारी गर्न चाहन्छु। र विशेष गरी पवित्र शास्त्र बाइबलबाट म केही कुरा यहाँको बीचमा बताउन चाहन्छु। पवित्र शास्त्र बाइबल भनेको यो पुस्तक हो। यो पुस्तक भनेको संसारको सबैभन्दा पुरानो पुस्तक, सबैभन्दा पहिले लेखिएको पुस्तक। अनि यो चाहिँ सबैभन्दा पहिले उत्पन्न गरिएको परमेश्वरले सृष्टि गर्नुभएको भाषामा लेखिएको पुस्तक जसलाई बाइबल भनिन्छ। बाइबलको ठेट मिनिङ किताब हो। अनि यो हालसा लाएर विश्वमा सबैभन्दा धेरै भाषामा ट्रान्सलेसन भएको पुस्तक, धेरै भाषामा बोलिने, धेरै जातिहरूले पढ्ने, सबैभन्दा धेरै प्रकाशित गरिएको, सँगसँगै त्यति मात्र होइन, यसको एउटा गहनता, यसको एउटा विशेषता भनेको हरेक प्रति मिनेटमा एउटा बाइबल बिक्री हुन्छ। यसमा धर्मको कुरा काहीँ पनि छैन। यसमा सिर्फ परमेश्वरको वचन, जीवन, मुक्ति र पाप क्षमाको कुरा छ। त्यसै कारणले आज यो समयमा यहाँहरूले परमेश्वरको वचनबाट केही कुरा बुझ्नुहोस् भन्ने हामी इम्मानुएल आराधना चर्च परिवार साथै मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हामी यो कुरा आग्रह गर्न चाहन्छौँ। म यस पुस्तकको
एउटा खण्ड जसलाई मत्तीको पुस्तक भनिन्छ, त्यो भित्रको एउटा पद 9 अध्यायको 12 र 13 पद म पढ्न चाहन्छु, वाचन गर्न चाहन्छु र यहाँहरूको बिचमा आज बाइबलले दिने, पवित्र शास्त्र परमेश्वरको वचनले दिने रहस्यलाई, आशिषलाई म बाँड्न अनुमति चाहन्छु। उल्लेखित कुरा यहाँ यो खण्डमा यस्तो छ। यो सुनेर उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो, तिमीहरू सिक, म बलिदान होइन दया चाहन्छु, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बोलाउन आएँ। तपाईलाई प्रिय यस आवाज सुनिराख्नुभएका आदरणीय व्यक्तित्वलाई म यो कुरा भन्न चाहन्छु, यो भित्र के लेखेको छ होला भनेर सायदै तपाईलाई उत्सुकता लाग्न सक्छ, अथवा तपाईलाई लाग्ला यसभित्र चाहिँ क्रिस्चियन धर्मको कुरा होला, यसभित्र चाहिँ टुनामुनाको कुरा होला, यसभित्र चाहिँ जादुगरले अथवा म्याजिसियनले देखाउने भन्ने एउटा म्याजिकको सन्दर्भमा होला, अथवा यसभित्र चाहिँ कुनै मन्त्र मोहनीको कुरा होला। प्रियहरू, यसभित्र त्यस्तो केही पनि छैन। अघि मैले भने यसभित्र चाहिँ जीवन, मुक्ति, उद्धार, अनन्त जीवनको कुरा छ। अनि हामीलाई भन्नेहरूले एउटा धार्मिक दृष्टिकोण र हामीलाई सम्बोधन गरिने आवाज शब्द क्रिस्चियन भने तापनि, क्रिस्चियन धर्म भनिए तापनि यहाँनिर क्रिस्चियन धर्मको बारेमा छैन। यदि तपाईँले यो बाइबल पढ्नुभयो भनेदेखि तपाईँ आफैले बुझ्नुहुन्छ र तपाईँले पढ्दाखेरि यहाँ काहीँ धर्मको कुरा भेटाउनु भयो भनेदेखि म तपाईँलाई यसको विषयमा छलफल गर्नको लागि र प्रत्युत्तर दिनको लागि म तयारी छु। मैले भर्खरै एउटा खण्ड पढेँ। किन आज विश्वभरि संसारले क्रिसमसलाई, यो माहौललाई बडो आनन्द साथ, उत्कृष्टता साथ यसलाई विश्वव्यापी वर्ल्ड वाइड फेस्टिभलको रूपमा यसलाई सेलिब्रेसन गरिरहेका छन्, अथवा किन मानिरहेका छन्? किन भन्दाखेरि हामीले भन्छौँ प्रभु येशू ख्रीष्ट चाहिँ आजभन्दा 2025 वर्ष अगाडि यो धरतीमा परमेश्वरको तर्फबाट जन्मनु भएको व्यक्ति हुनुहुन्छ। हरेक धर्मको आफ्ना आफ्नै विधि तरिका बयान व्याख्या भए पनि म बाइबलको बारेमा, प्रभुको वचनको बारेमा भन्दैछु। किन भन्दाखेरि हरेक संसारमा जो व्यक्ति जन्मेर मरिसकेको छ ती व्यक्तिहरूको लागि चाहिँ हामीले जन्म जयन्ती मनाइन्छ। तर प्रभु येशू ख्रीष्टको चाहिँ जन्म जयन्ती होइन, उहाँको चाहिँ जन्मोत्सव मनाइन्छ। तर उहाँ 2000 वर्ष अगाडि नै परमेश्वरको तर्फबाट यो धरतीमा कन्या मरियमको गर्भमा आएर उहाँ जन्मिनु भयो। जन्मिने बित्तिकै हामीले जन्मोत्सव मनाउनु पर्छ। अनि उहाँ आउनु भएर जन्मेर संसारका मानिसहरूलाई मुक्ति उद्धार दिएर हाम्रो पाप क्षमाको लागि हामी मर्नु पर्ने, हामीलाई बलिदानको खाँचो पर्दो रहेछ है प्रियहरू, सुन्नुहोस्। हाम्रो पाप क्षमाको निम्ति बलिदानको खाँचो पर्दो रहेछ, त्यसै कारणले उहाँ मर्नुभयो। उहाँ क्रुसमा मर्नुभयो अनि चिहानमा राखेर 3 दिन पश्चात जीवित भएर संसारका मानिसहरूलाई भन्नुभयो, तिमीले यो कुरा संसारको हरेक मान्छेलाई भन्नु, म फेरि आउँदैछु। संसारमा अहिले जलवायु परिवर्तन भएर विचित्रै भएको छ। नेपालको हिमाली भेगतिर हिउँ पर्न सकेको छैन। तपाईले बुझ्नुहोस्, त्यसको अर्थ चाहिँ अब आउने
गर्मी महिनाहरूमा हामीले खपि नसक्नु गर्मी हुन्छ, यो चाहिँ जलवायु परिवर्तनको कारणले भएको छ। त्यसको सिम्बल, त्यसको मिनिङ, साइन्स भनेको चाहिँ के भन्दाखेरि यसो प्रभुले म आउँछु है त्यतिखेर यो धरतीमा यस्तै यस्तो घटनाहरू हुनेछ भन्नुभएको छ। त्यसै कारणले उहाँ आउँदै हुनुहुन्छ, त्यो कारणले उहाँ सधैँ जीवित हुनुहुन्छ र उहाँको चाहिँ क्रिसमस जन्मोत्सव हामी मनाउँछौँ। मेरी क्रिसमस। अघि मैले पढेको खण्डलाई म अलिकति व्याख्या गर्न चाहन्छु। यहाँ के थियो भन्दाखेरि रोगीलाई चाहिँ वैद्यको अथवा डाक्टरको खाँचो पर्छ। जो रोगी छ, बिरामी छ, उसलाई चाहिँ डाक्टरको खाँचो पर्छ चेक जाँच गरेर उसको बिरामी अनुसारको औषधि दिनको लागि, उसलाई निको पार्नको लागि। तर जो बिरामी नै छैन उसलाई डाक्टरको उपचारको आवश्यकता पर्दैन। यहाँ भनेको त्यही हो, रोगीहरूलाई चाहिँ वैद्यको आवश्यकता पर्छ तर निरोगीहरूलाई चाहिँ होइन। जो सुस्वास्थ्य केही भएको छैन त्यो मान्छे हस्पिटल जाँदैन, उसलाई डाक्टरको खाँचो पर्दैन। महत्त्वपूर्ण कुरा चाहिँ सुन्नुहोस् ल, यहाँ दिदी बहिनीहरू यस्तो मजाले बसिराख्नु भएको छ, मलाई हेर्नुहोस् है यता। अब यहाँ यसो गर्ने बेला भयो, जसले हल्ला गर्नुहुन्छ नि आज, यहाँ दिदी बहिनीहरू दाजुभाइहरू सबै बसिराख्नु भएको छ, उहाँहरूलाई चाहिँ चक्लेट नदिनुहोस् ल भरै, उहाँहरूलाई चाहिँ केक नदिनुहोस् है। फेरि तपाईँले भन्दै हुनुहुन्छ होला हामीलाई त सानो केटाकेटीहरू नै पो बनायो। बाइबलले के भन्छ थाहा छ? मेरो प्रिय बालकहरू भन्छ। जो मान्छे सुस्वास्थ्य छ नि उसलाई डाक्टरको खाँचो पर्छ। तपाईँ राम्ररी खाँदै हुनुहुन्छ, हिँड्दै हुनुहुन्छ, तपाईँले काहीँ दुखेकै छैन, न कपाल दुख्छ, न नङ दुख्छ, न मुटु दुख्छ, तपाईँले केही दुखेको छैन, तपाईँलाई डाक्टरको खाँचो पर्छ? पर्दैन। तर तपाईँले महिनौ दिन टाउको दुख्यो भने तपाईँलाई डाक्टरको खाँचो पर्छ, हो कि होइन? त्यस्तै यो बाइबलले भन्ने कुरो चाहिँ के भन्दाखेरि नि, हामी प्रत्येकजना, एभ्री वान, नट ओन्ली क्रिस्चियन, एभ्री वान, प्रत्येकजना चाहिँ के छ भन्दाखेरि पापको रोगी छ। अमै कस्तो डरलाग्दो कुरा। त्यसै भनेको होइन नि, पापी पापी नर्कमा, धर्मी धर्मी स्वर्गमा। कसले जानेको छ को पापी हो को धर्मी हो? जानेको छ? छैन। तर बाइबलले भन्ने चाहिँ प्रत्येकजना त्यो चाहिँ चाहे एउटा बाटोमा हिँड्दै गरेको नर्मल व्यक्ति जोसँग गोजीमा 1 रुपियाँ छैन, उसलाई सुत्नको लागि घर छैन, जहाँ पाउँछ त्यही सुत्छ, चाहे त्यो व्यक्ति होस् चाहे 9 तलको घरमा बसेर मजाले एसी रुममा सुत्छ, उसँग एभ्रिथिङ, उसँग सबै फ्यासिलिटिसहरू छ। जतिसुकै धनी होस् अथवा जुनसुकै व्यक्ति होस्, उसलाई पनि त्यो दुईटै व्यक्तिलाई स्तरमा कम्पेयर गर्दाखेरि तलमाथि होला, तर दुईजनै मान्छे पापी हो। मान्छे भएर जन्मेपछि, मान्छे भएपछि हरेक व्यक्ति पापी हो। फेरि मैले यसो भन्दाखेरि क्रिसमसको केक खान गएको अगाडिबाट पापी भनेर साह्रै मन दुख्यो नभन्नुहोस् है। हाम्रो केक छ कि छैन? छ कि छैन? छ अरे, चिन्ता नगर्नुहोस्, एकछिनमा मुख मिठा पारौँ है। हरेक मान्छे पापी। ल सबैले एकपल्ट यसरी हात उचालिदिनुहोस् त, म हात उचाल्न लगाएँ। सबैले प्रत्येकजनाले। अनि होइन, उठाइराख्नुहोस्। अनि म भन्छु कि अनि माथि राख्नुहोस् ल। जसलाई रिस उठ्दैन नि त्यसले चाहिँ उठाइराख्नुहोस्। रिस उठ्नेहरू चाहिँ सबैले राख्नुहोस्। रिस नउठ्नेलाई मात्रै माथि उचाएर रिस
रिस उठ्ने चाहिँ राख्नुहोस्। कहिले रिसाउनु भएको छैन घरमा? छ कि छैन? जो रिसाउनु भएको छैन उसले चाहिँ उठाइराख्नुहोस्। यदि रिसाउनु भएको छ भने चाहिँ राख्नुहोस् त। हामी घरमा प्रत्येकजना रिसाउँछौँ। पाप भनेको तपाईँलाई मैले भन्न खोजेको टाढो गएर काहीँ खोज्नु पर्दैन। हामीभित्र उत्पन्न भएको खराब कुरा, हामीभित्र उत्पन्न भएको जति पनि चाहे सानो होस् चाहे ठुलो होस् गल्ती कुरा, पाप त्यही हो। पाप भनेको मान्छे मार्यो ठुलो पाप, सियो चोर्यो सानो पाप होइन। सियो चोर्ने पनि पापै हो, मान्छे मार्ने त्यो पनि पाप नै हो। त्यो पनि सियो चोर्ने पनि चोरै हो, ब्याङ्क लुट्ने पनि चोरै हो। त्यो कारणले मैले भन्न खोजेको हामीले यी सानो होस् चाहे ठुलो होस् हाम्रो जीवनमा उत्पन्न भएको पापको कारणले हामी सबैजना पापको रोगी छौँ। पाप बिनाको कोही पनि छैन। पाप बिनाको कोही पनि छैन। अहिले मैले सोधेँ भने कि तपाईँ पाप बिनाको को हुनुहुन्छ यहाँ आउनुहोस् भन्यो भनेदेखि तपाईँ कोही आउन सक्नुहुन्न। किनभने हामी प्रत्येकले पाप गरेका छौँ। त्यसै कारणले हामी सबै मान्छे पापको सङ्क्रमणले, पापको कारणले हामी रोगी भएको कारणले गर्दाखेरि त्यो पापबाट निकाल्नको लागि, पापबाट निस्कनको लागि, पापको रोगलाई निको पार्नको लागि एउटा डाक्टरको खाँचो पर्यो। सुन्नुहोस् है, त्यो रोग निको पार्नको लागि एउटा डाक्टरको खाँचो पर्यो। तपाईँ शरीरमा काहीँ दुख्यो तपाईँ फिजिसियन कहाँ जानुहुन्छ अथवा तपाईँ गाइनोमा तपाईँको जे समस्या हुन्छ त्यही अनुसारको डाक्टर कहाँ तपाईँ जानुहुन्छ र तपाईँले आफ्नो चेकअप गरेर सोही अनुसारको तपाईँले औषधि खानुहुन्छ। तर तपाईँ र मेरो पापलाई निको पार्ने रोग चाहिँ, तपाईँ र मेरो पापको रोगलाई निको पार्ने डाक्टर चाहिँ यो धरतीमा कोही पनि छैन। म मान्छे पापी हुँ, ममा पाप उत्पन्न भएको छ। ल तपाईँले एउटा कुरा म भन्छु, यदि म पापको रोगी छु, मलाई पापले चाहिँ मार्न लागेको छ, तपाईँहरू मध्ये कोही हुनुहुन्छ तपाईँको पापको रोग निको पार्छु भन्ने तपाईँसँग क्षमता छ भने तपाईँलाई म बोलाउँछु, यहाँ आउनुहोस् त। कोही आउन सक्नुहुन्छ? सक्छ? सक्दैन। किनभनेदेखि पापको रोगलाई निको पार्ने व्यक्ति यो संसारमा कोही पनि छैन। छैन। त्यसै कारणले गर्दाखेरि अघि मैले भने नि, रोगीलाई चाहिँ वैद्यको अथवा डाक्टरको आवश्यकता पर्छ, तर निरोगीलाई चाहिँ, जोसँग रोगै छैन उसलाई चाहिँ डाक्टरको आवश्यकता पर्दैन, वैद्यको आवश्यकता पर्दैन। भनेपछि हामी प्रत्येक मानिस चाहिँ पापको रोगी रहेछौँ र हामीलाई चाहिँ प्रत्येकजनालाई चाहिँ ABCDF जेडसम्म हामी प्रत्येक मानिसलाई चाहिँ त्यो डाक्टरको, पापबाट निको पार्ने डाक्टरको खाँचो पर्दछ। तपाईँले यो कुरा मान्नुहोस् नमान्नुहोस् 100% सत्य यही हो। त्यही कारणले मान्छेले भनेको पापी पापी नर्कमा, धर्मी धर्मी स्वर्गमा भनेको त्यही कारणले हो क्या। त्यही कारणले गर्दाखेरि हामीले किन यो क्रिसमस मनाउँछौँ? मेरी क्रिसमस एन्ड ह्याप्पी न्यू इयर। प्रभु येशू जन्मिने बित्तिकै नयाँ वर्ष सुरु हुन्छ है। प्रभु येशू ख्रीष्ट जन्मिने बित्तिकै नयाँ वर्ष पनि सुरु हुन्छ। जहिले उहाँ जन्मिनु हो त्यतिखेरदेखि हामीले इङ्ग्लिस क्यालेन्डर एन्नो डोमिनी भन्छौँ, त्यो क्यालेन्डर चाहिँ येशू प्रभु जन्मिने बित्तिकै सुरु भएको। त्यो त्यत्तिकै सुरु भएको होइन, यसको एउटा मिस्टरी गहन डिप एउटा मिनिङ छ। म त्यतातिर म जान्न, तर तपाईँले यति बुझ्नुहोस्, येशू प्रभु जन्मिने बित्तिकै न्यू इयर सुरु भयो अथवा एन्नो डोमिनी परमप्रभुको वर्षहरू सुरु भयो। त्यो कारणले
गर्दा हामीले किन यो क्रिसमस मनाउँछौँ भन्दाखेरि स्वर्गको परमेश्वरले संसारका मानिसहरूलाई सबैले पापको सङ्क्रमणले रोगी देख्नुभयो। यहाँ मासतिर एउटा हस्पिटल खोलिएको छ, एउटा नीलकण्ठ भन्ने यहाँनिर हस्पिटल छ, डायग्नोस्टिक सेन्टर छ। त्यो डक्टरले त्यो हस्पिटल किन खोल्यो भन्दाखेरि बिर्तामोड भरि लगायत झापाभरि यताका मान्छेहरूलाई धेरै पेट दुख्दो रहेछ। अनि यहाँ चाहिँ पेटको रोगीहरू धेरै रहेछन्। म यहाँनिर यो पेट सम्बन्धी जाँचबुझ गर्ने उपचार गर्ने म हस्पिटल खोल्छु भनेर खोल्यो। अनि त्यहाँ गयो भनेदेखि सबैले पेट सम्बन्धी जाँचबुझ गरेर औषधि खान्छ। त्यो डक्टरले चाहिँ त्यो विचार गरेर त्यो हस्पिटल खोल्यो। त्यस्तै नै स्वर्गको परमेश्वरले पृथ्वीका मानिसहरूलाई देख्नुभयो। हेर्दाखेरि त सबैजना पापको रोगी। सुन्नुहोस् है, सबैजना पापको रोगी। हरेकको जीवनमा पापको सङ्क्रमण एउटा न एउटा पाप दुई किसिमले आउँछ। यता हेर्नुहोस् है, दुई किसिमले पाप आउँछ। एउटा पाप भनेको बाउबाजेबाट आउँछ। जस्तो उदाहरणको लागि म राईको छोरो, मेरो बाउ पनि राई, हजुरबाउ पनि राई, त्यहाँदेखि माथिको के बाउ भन्छ के हजुरबाउ भन्छ, उहाँहरू सबै राई भएर म पनि राई भएँ। अनि त्यो राईको वंशाणु ममा आयो भनेदेखि मेरो बाबुबाजेको पाप पनि म कहाँ सर्दै आउँछ। एउटा पुर्खेली वंशावली, त्यो चाहिँ बाउबाजेबाट आएको पाप भने अर्को चाहिँ हामीभित्र आफै उत्पन्न हुने पाप। मान्छेमा नि पाप आफै उत्पन्न हुन्छ। जस्तो उदाहरणको लागि नि, तपाईँले घरमा खोर्सानी रोप्नु भएको छ। अनि जब खोर्सानी फल्छ नि, अनि तपाईँले खोर्सानीलाई गएर बिहानै खोर्सानीलाई यसो भन्नु पर्दैन क्या, त्यो खोर्सानी हो कि होइन, त्यो चाहिँ खोर्सानी हो नि, फेरि पिरो हुनुपर्छ है त्यो चाहिँ भनेर तपाईँले भन्नै पर्छ। ऊ आफै खोर्सानी आफै पिरो हुन्छ। तपाईँले भन्नुपर्छ पर्दैन, ऊ आफै के हुन्छ, ऊमा भएको त्यो क्षमता हो, त्यो ऊमा भएको गुण हो। खोर्सानी आफै पिरो हुन्छ, उसलाई पिरो ऊ भन्नै पर्दैन। त्यस्तै हामी मानव जातिलाई नि पाप गर, पाप उत्पन्न हो भन्नु पर्दैन। हामीभित्र आफै पाप उत्पन्न भइहाल्छ। पापको सानो उदाहरण ल, म यहाँबाट हिँड्दै गएँ यसरी, यतिखेर हामीलाई मनपर्ने तरकारी भनेको भेजिटेबल भनेको रायोको साग। अनि बाटो मुनि कसैको राम्रो साग देखेर मैले कति राम्रो साग रहेछ भनेर मनमा लोभ गर्ने बित्तिकै मेरो भित्र के पसेको थियो, लोभ। त्यो लोभ पस्ने बित्तिकै भन्ने बित्तिकै अर्काको सागलाई मैले लोभी दृष्टिकोणले देख्ने बित्तिकै त्यो पाप हो। पाप भनेको त्यही हो। तपाईँले भन्नु होला के पाप गरेको छु म, खतरा मान्छे, मैले कसैले केही गरेको छुइनँ। के पाप गरेँ मैले? अन्डा त फुटाएको छुइनँ। अनि अन्डा त फुटाएको छैन, तिम्रो मनमा अर्काको बारीको सागको लोभ लागेको हो कि होइन? पाप भनेको ठुलो सानो हुँदैन। पाप भनेको एउटै क्याटेगोरीमा हुन्छ। त्यो कारणले गर्दाखेरि स्वर्गको परमेश्वरले यो धरतीको यत्रो मानिसहरूलाई, अहिले लगभग 8 अरब मानिसहरूलाई देख्नु हुँदा हृदय चाहिँ बडा दयाले भरिएछ। मान्छेहरू त सबै पापी। यिनीहरूको पापको रोगबाट कसरी निको पार्ने, पापबाट कसरी निकाल्ने? म तपाईँलाई सोध्दै पनि छु, तपाईँको पाप हटेको छ कि छैन? सुन्नुहोस् है, होला तपाईँसँग राम्रो राम्रो चिज होला, आइफोन 15, 16, 50, 100 पहिल्यै तपाईँले बनिनुभन्दा अगाडि नै 2000 को किनिसक्नु भएको होला। तर म तपाईँलाई यो कुरा भन्न चाहन्छु, सबै कुरा हुँदा हुँदै पनि तपाईँको पाप तपाईँको जीवनबाट हटेको छ कि छैन? याद गर्नुहोस् है। त्यसै कारणले परमेश्वरले हामी संसारका मानिसहरूलाई साह्रै माया गर्नुभयो। हेर्दाखेरि यत्रो 8 अरब मानिसहरू चाहिँ पापमा फसिराखेको, आम्मामा उसले उसलाई देख्छ, चोर्नु त चोर्दैन नि, मनमा नराम्रो विचार सोचिहाल्छ। झगडा संसारमा
बेमेल अशान्ति, यसले त्यसलाई घोचेको छ, त्यसले यसलाई हानेको छ, त्यसले त्यसलाई कहाँ फालेको छ, त्यसले त्यसलाई सरापेको छ, उसले उसलाई विरोध गरेको छ, उसले उसको चोरेको छ, उसको ढाँटेको छ। जेठी हुँदाहुँदै म त कन्या केटा भनेर अर्को बिहा गरेको छ। अनि फेरि टिकटकमा, फेसबुकमा, कता कता रिलमा पोस्ट गर्छ। छोराछोरीलाई चाहिँ उता ढोकामा थुन्दैन, म त भर्खरको बिहा नभएको, भर्खर 19 देखि 20 पुगेको भन्छ। अघि फोटो बनाएर के बनाएर हो, अहिले त होइन, 39 वर्षकोलाई 19 मा घटाएर। पापै पाप, पापै पाप, पापै पाप। पाप भनेको त्यही हो। त्यो कुरा परमेश्वरले देख्नु भएर उहाँले चाहिँ यी पापीहरूलाई, यी पापको रोगीहरूलाई अब के गर्ने त? क्यान्सर लाग्यो भने पो बिएनसीमा जान्छ, घोपामा जान्छ। पेट दुख्यो भने पो त्यहाँनिर नीलकण्ठमा जान्छन्। मुटुको समस्या भए पो पर टिचिङतिर, यहाँनिर वृद्ध सिटीमा जान्छन्। अब जीवनमै पापको रोग छ, के गर्ने भनेर परमेश्वरले एउटा उपाय गर्नुभयो। त्यो पापलाई धुनको लागि, पापलाई हटाउनको लागि हो। त्यही येशू प्रभु चाहिँ 2025 वर्ष अगाडि आउनुभएको कारणले आज क्रिस्चियनहरूले बुझेको कारणले हाम्रो परमेश्वर हाम्रो पाप क्षमा गर्ने आउनुभयो भनेर यहाँ नाचेको त। अघि यहाँ बहिनीहरू नाचे नि, हामीले हेऱ्यौँ नि। म चाहिँ नाच्दिनँ, फेरि अहिले मेरो कोरियोग्राफर चोड्यो भनेदेखि बर्बाद हुन्छ यहाँ। त्यही कारणले हामी नाच्दै गाउँदै उफ्रदै यहाँनिर मेरी क्रिसमस भन्छौँ। किन भन्दाखेरि हाम्रो पापको रोग निको पार्ने येशू प्रभु जन्मिनु भयो है भनेको। मेरी क्रिसमस, खास क्रिसमस मनाउनुको मिनिङ यो। पापीहरूको पाप धुनको लागि, पाप क्षमा गर्नको लागि येशू प्रभु यो धरतीमा 2025 वर्ष अगाडि आउनुभयो। त्यही विषयमा हामी नाच्छौँ। मुक्तिदाता आउनुभयो, उद्धारकर्ता आउनुभयो है, पाप क्षमा गर्ने येशू प्रभु आउनुभयो है भनेर हामी यहाँ उफ्रिन्छौँ। येशू, येशू भनेको नि सुन्नुहोस् है, येशू भनेको पाप उठाइ लैजाने, पापबाट निकाल्ने, पाप धुने, पापलाई हटाइदिने, पापको रोगबाट निको पार्ने व्यक्ति। अनि यो किन क्रिसमस भनेको थाहा छ? क्रिस भनेको पापबाट निकाल्नको लागि परमेश्वरले अलग गर्नुभएको व्यक्ति। परमेश्वरले अलग गर्नुभएको व्यक्ति चाहिँ क्रिसको मिनिङ हुन्छ। त्यो कारणले हामी मेरी क्रिसमस भन्छौँ। मेरी आनन्द, शान्ति, खुसी, हर्ष, उल्लास। परमेश्वरले यसरी यो धरतीमा हाम्रो लागि पापबाट हामीलाई निकाल्ने, पाप धुने अनि हाम्रो पापको रोगलाई निको पार्ने व्यक्ति येशू ख्रीष्ट पठाउनु भयो। अनि हामी नाच्छौँ, गाउँछौँ, बजाउँछौँ, खुसी मनाउँछौँ। यहाँ मात्र न, विश्वभरि हामी मनाउँछौँ, खुसी मनाउँछौँ, आनन्द मनाउँछौँ। प्रियहरू, तपाईँले आवाज सुन्दै हुनुहुन्छ। त्यस कारणले हेर्नुहोस् के भनिएको छ यहाँ, रोगीहरूलाई चाहिँ वैद्यको खाँचो पर्छ तर निरोगीहरूलाई पर्दैन। अब निरोगी कोही त रहेछ, पापको सङ्क्रमण छ नै छ। पछाडितिरबाट त सुन्नुहोस् है, रोगले यो शरीर मार्छ। सुन्नुहोस् है, रोगले यो शरीर मार्छ। जस्तो मेरो औँलाको टुप्पोमा कसैको खुट्टामा क्यान्सर भयो भनेदेखि त्यो क्यान्सर हटाउनको लागि कि त किमो चढाउनु पर्यो, होइन भने त्यो खुट्टा काटेर फ्याल्नु पर्यो। उपाय त्यही हो उपचारको। रोगले, शारीरिक रोगले शरीर मार्छ, पापको रोगले जीवन मार्छ। त्यो जीवन मार्छ। जीवन मारेर त्यसले चाहिँ नराम्रो ठाउँमा, हेल, नरकुण्डमा पुर्याउँछ। पाप बहुत
खतरा हो। तपाईले बुझ्नुहोस्, हामी सबैमा पाप छ, तर यसो प्रभु चाहिँ हाम्रो यो पापबाट हामीलाई निकाल्नको लागि आजभन्दा 2000 वर्ष अगाडि आउनुभयो। अनि प्रभुले भन्नुभयो, म चाहिँ त्यसै कारणले म रोगीहरूलाई निको पार्न आएको वैद्य हुँ। म चाहिँ धर्मीहरूलाई होइन, पापीहरूलाई बचाउन आए भन्नुभयो। अनि अचम्मको कुरो चाहिँ के छ भन्दाखेरि, किन उहाँले त्यसो भन्नुभयो भन्दाखेरि, धर्मी मान्छे यो धरतीमा कोही पनि छैन। त्यसै कारणले गर्दा उहाँले चाहिँ हामी सबै पापी भएको कारणले पापीलाई बचाउन आउनुभयो। त्यसकारण यहाँहरू प्रियहरूलाई म यो आवाजबाट आज यो क्रिसमसको अवसरमा यो कुरा बताउन चाहन्छु। हाम्रो चर्च यही हो, हामी यहाँ सेवा गर्छौँ। यता पछाडिपट्टि चर्च छ। हामीले यो कार्यक्रमलाई ओपन रूपले यता अगाडि गर्दैछौँ। हरेक शनिबार 11 बजे तपाईले यहाँ आएर यसुलाई विश्वास गरेर तपाईको पापको सफाई गर्नुहोस्। के तपाईको पापको सफाई भएको छ? के तपाईको पाप हटेको छ? यसो प्रभुले भन्नुभयो, जसले मलाई विश्वास गर्छ तिनीहरूको पाप सित्तैमा म क्षमा गर्नेछु। किनभने उहाँ पापीहरूलाई निको पार्नुहुने डाक्टर। 2000 वर्ष अगाडि उहाँ आउनुको प्रमुख कारण चाहिँ यही हो, मुख्य कारण चाहिँ यही हो कि उहाँले हामी पापीहरूको पाप सफाई गर्नको लागि, धुनको लागि, क्षमा गर्नको लागि उहाँ पापीहरूलाई बचाउन आउनुभयो। अब त्यो कसरी उहाँले पाप धुनुभयो, क्षमा गर्नुभयो भन्दाखेरि, एकपटक मैले, सुन्नुहोस् है यता, एकपटक मैले मेरो काकाको बारीमा चाहिँ सुन्तला चोर्दै थिएँ क्या, सुन्तला चोर्दै थिएँ। अनि मेरो काकाले देख्नुभयो। अब म त त्यहाँ चोर पक्राउ भयो, मैले त गल्ती गरेँ, गल्तीको मैले दण्ड भोग्नु पर्ने। तर मेरो काकाले मलाई, सुन्तलाको मालिकले देख्ने बित्तिकै के भन्नुभयो भने, ए खा लैजा भन्नुभयो। अब उहाँले मलाई खा लैजा, केही छैन, कति खान्छस् खा भनेपछि म के भएँ, निर्दोष ठहरिएँ। मालिकले नै मलाई छोडिदिएपछि म निर्दोष ठहरिएँ। यदि मालिकले मलाई दण्ड दिन चाहेको भए चाहिँ म दण्डित हुन्थेँ। त्यस्तै परमेश्वर यसुले नै, जसले पाप क्षमा गर्ने डाक्टर, मालिकले नै आएर तिम्रो पापहरू क्षमा भए भन्ने बित्तिकै हाम्रो पाप क्षमा हुन्छ। मेरी क्रिसमस, पाप क्षमा हुन्छ। एक त उहाँले मुखले भन्नुभयो, उहाँलाई विश्वास गर्नुपर्छ। हाम्रो पाप क्षमाको लागि एकजना व्यक्ति मात्र परमेश्वरले पठाउनु भयो। सायद होला अरूलाई धन सम्पत्ति कमाउन, आराम गर्नको लागि, सुख शान्ति, अरू थुप्रै कुराहरू, तपाईलाई जीवनमा उपलब्धिहरू, थुप्रै कुराहरू दिनको लागि अरू भगवानहरू आए, त्यो मान्छु म। तर यसु प्रभु चाहिँ त्यो कुराको लागि भन्दा पनि मुख्य चाहिँ पाप क्षमा गर्नको लागि आउनु भएको। एक नम्बरमा। अब दोस्रो कुरा, उहाँमा कसरी हाम्रो पाप क्षमा हुन्छ भन्दाखेरि, उहाँ चाहिँ यसरी क्रुसमा टाँगेर उहाँलाई मारियो। किन मारियो भन्दाखेरि, तपाईँ र मेरो जीवनमा हाम्रो पापको लागि, पाप धुनको लागि एउटा बलिदानको, एउटा सेक्रिफाइस चाहिएको थियो। त्यो चाहिँ उहाँ क्रुसमा टाँगेर मारियो। किन मारियो भन्दाखेरि, हामी पापी मानिसको पाप चाहिँ येशूको रगतले धुन्छ। हामी पापी मानिसको पाप चाहिँ येशूको रगतले धुन्छ। उहाँको रगतमा विश्वास गरेर पाप धुन्छ। अनि उहाँलाई क्रुसबाट निकालेर चिहानमा राख्यो। चिहानमा राखेपछि 3 दिन पश्चात उहाँ जीवित भई उठ्नुभयो। अनि उहाँले भन्दै हुनुहुन्छ, म आउँदैछु, धरतीमा भन्दै गर्नु, विश्वास गर्नेहरू, चर्च आउनेहरू आउँदै गरून्, नआउनेहरू नगर्नेहरू उनीहरूको खुसी, सो इच्छा। पापबाट निस्किने कि पापमै बस्ने भन्ने कुरा चाहिँ तपाईँ र मेरो व्यक्तिगत सो इच्छा र तपाईँ र मेरो व्यक्तिगत निर्णयको कुरा हो। त्यस कारणले अन्तमा यहाँहरूलाई यो कुरा भन्न चाहन्छु म, हाम्रो चर्च यहाँ नजिकै छ।
हरेक शनिबार 11 बजे हाम्रो आराधना सेवा हुन्छ। यहाँ आएर तपाईँले यसुलाई ग्रहण गर्नुहोस्, विश्वास गर्नुहोस्, मुक्ति उद्धार अनन्तको जीवन सित्तैमा तपाईँले पाउनुहोस्। आउनुहोस् हामी एउटा प्रार्थना गरौँ।